ल हामी यो गोर्खा जिल्लाको बारपाक भन्ने बजारमा आइरहेका छौँ, जसमा हामी बारपाकको सम्पूर्ण बजारहरू घुमिसक्यौँ र हामी घुमेर पनि रिटर्न भइसकेका छौँ। हामी 4 जना छौँ। उहाँ चाहिँ हेल्थतिरको हुनुहुन्छ नितेश कुमार यादव सर भने, उहाँ चाहिँ विकास खड्का जो दैलेखबाट हुनुहुन्छ, उहाँ पनि हेल्थ हुनुहुन्छ। ल हाम्रो बाबु ल यो बाबु चाहिँ हाम्रो स्थानीय यो परमित गुरुङ। ल परमित गुरुङ मेरो श्रीपास सरकार श्रीपास सरकार वाला श्रीपास सुरेन्द्र बौला महाराज हो। ल ल थ्याङ्क यू बाई बाई। ल एकजना हाम्रो यहाँ स्थानीय ह्यान्डसम बोय आउनु भएको थियो, उहाँको पनि परिचय लिइसकेका छौँ। अब पनि हामी फेरि अगाडि बढिसकेका छौँ। हाम्रो उतातिर सरको परिचय गर्नुपर्दा उहाँ हाम्रो निस्ती गाउँपालिकाको अनि कार्यपालिका सहायक हुनुहुन्छ भने, अब म चाहिँ निस्ती गाउँपालिका वडा नम्बर 7 को कृषि प्राविधिक, जसमा हामी यो ग्याङ चाहिँ अहिलेसम्मकै यो टुर यात्रामा छुटेका छैनौँ। एकदम त्यो सबैको एकदम कुराकानी मिल्ने भएको कारणले गर्दा सबै ह्यान्डसम भएर एकातिर जानु पर्यो भन्ने कारणले गर्दा हामी एकातिर छौँ। यो हामी बारपाकमा पनि यसै गरी रमाइरहेका छौँ भने हामी अबको यात्रा हाम्रो कहाँ रहनेछ त सरहरू, तपाईँहरूले बताउन सक्नुहुन्छ? अबको यात्रा हाम्रो गोर्खाको सदरमुकाम गोर्खा बजारसम्म रहनेछ भने अहिले हामी बारपाकमै छौँ है। बारपाक सक्यो भनेको होइन, बारपाक हामी सम्पूर्ण अनि एकलट घुमेर फर्किसकेका छौँ, तर बारपाक अझै भ्याइएको छैन साथीहरू। बारपाक भनेको कहाँ हो अनि भन्ने लाग्ला। बारपाक भनेको 2072 सालको भूकम्पको केन्द्रबिन्दु भएको होइन, गएको ठाउँ हो। यहाँ चाहिँ एकदम घरहरू पनि पक्की घरहरू, राम्रो घरहरू बनिसकेका रहेछन्, देख्न सक्नुहुन्छ। ल हाम्रो उता सर चाहिँ देखिनु भएको छैन है, सरलाई देखाउनु पर्यो, चेक्नु भएन। ल यस्तो हामी भल कार्यक्रममा छौँ। ल तपाईँहरूलाई कस्तो लागिरहेछ मैले सोध्न चाहेँ है, तपाईँहरूलाई पालो उहाँ सरलाई कस्तो लागिरहेछ? ल यहाँको वातावरण त धेरै राम्रो रहेछ, चिसो पनि रहेछ, अलि हिमालको देख्न पाइन्छ यहाँबाट। हजुर एक त मध्य प्रदेशको मान्छे यस्तो हिमालमा आउँदाखेरि, त्यस्तो मैदानको मान्छे यहाँ बारपाकको यस्तो हिमालमा आउँदाखेरि कस्तो लागिरहेछ तपाईँलाई? यहाँ त मजा आइरहेछ, पहिलोचोटिको अनुभव हिमालको अलि ठिकै छ। भनेपछि योभन्दा अघि हजुर हिमालको अनि कुनै पनि जिल्लामा मध्य प्रदेशको मान्छे हिमाली जिल्लामा जानु भएको थिएन? अहिले त्यसो भए पहिलोचोटि हिमाल आउँदाखेरि रमाइलो लागिरहेछ। अनि सर तपाईँ दैलेखबाट हुनुहुन्छ, दैलेखबाट गोर्खा आएर गोर्खाको पनि यो बारपाक भन्ने ठाउँमा आउँदाखेरि कस्तो लागिरहेछ तपाईँलाई? यो गजब मजा आइरह होइन। हजुर एकदम म हुर्किएको पनि हिमालकै हावा खाएर, त्यसमाथि यो हिमालकै काखमा बसेको गाउँ बारपाकमा आउन पाइयो, त्यसमाथि आफ्नो इतिहास बोकेको ठाउँ अझ एकदम रमाइलो लागिरहेछ। ल रमाइलो लागिरहेछ भने हामी धेरै टाइम लिँदैनौँ तपाईँसँग। उहाँ सरलाई कस्तो लागिरहेछ? उहाँ हाम्रो निस्ती गाउँपालिकाको मान्छे स्थानीय। म चाहिँ एकचोटि चाहिँ यो 72 सालको भूकम्प केन्द्रबिन्दु भएको ठाउँ एकचोटि पुग्छु जस्तो लाग्थ्यो, तर आज आइपुग्यो। अनि यहाँ चाहिँ हामी हिमालको पनि एकदम मजा लियो है। भनेपछि तपाईँको सपना चाहिँ 2072 सालले अनि भूकम्पले सम्पूर्ण घरहरू भत्काएको एकदम केन्द्रबिन्दु भएको ठाउँमा जाने सपना थियो, त्यो पुरा भयो होइन? यो तपाईँको लागि यो भने धेरै राम्रो चान्स हुनसक्छ, तपाईँको लागि धेरै ठुलो सपना पुरा भएको हुनसक्छ होइन? ल उहाँको लागि त्यो रहेछ। मैले पनि के भन्न चाहेँ भन्दाखेरि हजुरहरूले भने जस्तै मलाई पनि एकदमै रमाइलो लागिरहेछ। यो गोर्खाको बारपाकमा आउँदाखेरि मेरो पनि सपना थियो 2072 सालमा अनि केन्द्रबिन्दु भएर अनि गएको भूकम्पमा परि भत्काएको घरहरू कस्तो भएको होला, के भएको होला, त्यहाँको परिवर्तन छ कि के छ भन्ने लाग्थ्यो होइन? मलाई पनि जिज्ञासा थियो, एउटा इच्छा थियो, जो आज हामी आएर यो ठाउँमा घुम्न पाउँदा होइन, यसरी भ्लग बनाउन पाउँदा मलाई पनि खुसी लागिरहेको छ। अबको हामी यात्रा भने गोर्खा बजार हुनेछ र अहिले हामी यो भ्लगबाट चाहिँ छुटिन जान्छौँ। ल बाई बाई। ल सबै